सदस्य डाक्टर अमरेश कुमार सिंह। सम्मानीय सभामुख महोदय, अहिले रौतहटको सदरमुकाम गौरमा आगो बलिरहेछ। आगो बल्ने कारण त्यहाँको मेयर जो पहिला नामुद तस्कर थियो। हाम्रो राजनीतिकले जम्मै तस्कर बिचौलियालाई नेता बनाउन खोज्यो र उसले आफ्नो पुरानो पेसा कहिले पनि छोड्न चाहँदैन, किन बच्चादेखि नानी लिएको बानी। मैले के कुरा सन्दर्भमा भन्न खोजेको भने 2010 सालमा भारतीय नागरिकले राइस मिल गौरमा खोल्यो, जो बीच गौरको सेन्टरमा छ। 2010 सालमा आज से 71 वर्ष पहिला त्यो राइस मिलको ओनर भारतीय थिए र 6 बिघा त्यो राइस मिलको जग्गा पनि छ बीच शहरमा, जस्तै हाम्रो काठमाडौँको टुडी खेल्छ त्यस्तै गौरको सदरमुकाममा 6 बिघा जग्गा छ। त्यो भारतीय नागरिक निसन्तान थियो। पछि यही मेयरले के गर्यो कि सबै मिलको 2057 सालमा मिलको पाट पूर्जा अनि बेच्न लाग्दाखेरि रौतहटको सुखदेव चौकमा प्रहरीले समाते र अहिले त्यही मेयरको मिलोमतोमा एउटा नक्कली भारतीयलाई खडा गरेर त्यसलाई नेपाली नागरिकता पर्साबाट दिलाएर त्यसले महियानी हक कायम गरेर त्यो जग्गामा चलखेल गर्न खोजिरहेछ। मसँग यो डकुमेन्ट छ। जिल्ला प्रशासन कार्यालय रौतहटले 2075 सालमा त्यो भारतीय नागरिकता रद्द गर्नको लागि सिफारिस गरेको छ। त्यो कहाँ पुगेछ गृह मन्त्रालयको जवाब जान्न चाहन्छु। उसको भारत गौरको उतापट्टि बैर्गिनिया छ। बैर्गिनियाको नगर पार्षदले प्रमाणित गरेर दिएछ कि यो व्यक्ति कृष्ण शर्मा बैर्गिनियाको मान्छे, यसको अस्थायी ठेगाना यही हो, यसको घर हो। मतदाता नम्बर पनि दिएको छ र मतदाताको फोटोकपी, इन्डियन मतदाताको फोटोकपी पनि मैले यहाँ देखाइरहेको छु। त्यस कारणले यस्ता बिचौलियालाई राज्यले यदि कायम गर्ने भने जनता उद्वेलित हुन्छ। के देश बिचौलियाले मात्र चलाउन पाउने? देश तस्करले मात्र चलाउन पाउने? देश आम जनताको विश्वास उठिरहेछ। म नेपाल सरकारसँग माग गर्न चाहन्छु, त्यस्ता मेयरलाई अविलम्ब अरेस्ट गरेर त्यसलाई मुद्दा प्रक्रिया चलाऊ। किनकि ऊ आफै तस्कर, नेपाल पुलिसको जो पहिला रौतहटमा बसेको एसपी छन्, उसँग सोद्धा हुन्छ कि रौतहटको सबभन्दा ठुलो तस्कर को थियो? उही थियो। अहिले पनि भन्सारको एजेन्ट को छ? उसकै भाइ हो। र हाम्रो